हेलो एभ्रिवान, दर्शन नमस्ते। फेरि पनि म आइसकेको छु छोटो मिठो ब्लग लिएर आज। र म कटिङ गर्न गइरहेको छु पत्तागोभी र गाजर नुडल्सको लागि गाइज हैन। मेरो कटिङको स्किल देख्न सक्नुहुन्छ के कस्तो छ र भन्न सक्नुहुन्छ। गाजर छिल्दैछु म। पत्तागोभी काटिसकेपछि गाजर छिले र गाजर पनि दामी बोबाल छ हैन गाइज। र कटिङको स्किल कस्तो छ भन्न सक्नुहुन्छ गाइज हैन। गाजर काटिसकिसकेपछि चाहिँ म लागे मिक्स गर्नतर्फ नुडल्सको लागि। के कस्तो लाग्यो हजुरहरूलाई कटिङ। र म चिल्ली आइटमहरूको लागि गाजर काट्न थाले। पुरा फुल आकार निकालेर जुरेली चरीको जुरेलो जस्तै बनाउन थाले हैन। अनि हजुरहरूलाई के कस्तो लाग्यो, हजुरहरूले कस्तो कटिङ गर्नुहुन्छ त्यसै गरी। अनि म काट्न गएँ डाइसमा सिमला मिर्च प्याज। फाइनली प्याज र सिमला मिर्च पनि काटिसक्यो र सेट अब नुडल्सको लागि प्याज काटिसकेपछि सिमला मिर्च काटे हैन गाइज। आँखाबाट आँसु झार्दै भए पनि काटे। प्याज काटिसकेपछि सिमला मिर्च काटेर मिक्स गर्दा झन् धेरै आँसु आयो पनि के गर्नु, कसैले अब हेर्न आउने कुरा भएन। आफ्नो मेहनत आफूले नै गर्नुपर्छ गाइज। अनि त्यस पछाडि डाइसको लागि प्याज पनि कटिङ गरेँ र अनि चप गरेँ। मन्चुरियन अथवा अरू केही ग्रेभी मोमोहरूको लागि सबैको लागि कटिङ गरिसकेँ हैन। कटिङ गरिसकेँ र चपमा लगभग तीनवटै कटिङ मेरो भइसक्यो। कटिङ भइसकेपछि म चाहिँ धनियाँ काट्नतर्फ लागेँ गाइज। अनि धनियाँ चाहिँ हावाले उडाइरहेको थियो र हिजो हाम्रो साउले चाहिँ पङ्खा ल्याइदिनु भएको थियो गाइज। पङ्खा चाहिँ बबाल छ र फाइनल्ली अनि सबै कटिङ काटिसक्यो र यता बुढीले चाहिँ रोलको गर्दै थियो। अनि त्यस पछाडि म चाहिँ लागेँ मोटर चलाउन पानी भर्नको लागि गाइज हैन। माथि छतमा गएपछि फुल हल्का हेरेँ हैन, मन शान्ति बनाएँ। र अनि पानी हेर्दा त तुप आइरहेको। अनि त्यस पछाडि चेनसँग बसेँ एकछिन र बसिसकेपछि माथिदेखि हल्का भ्यू देखाएँ तलको। र हाम्रो दोकान यस्तो छ गाइज। आजको ब्लग यति नै। के कस्तो लाग्यो हजुरहरूलाई, कहीँ कता मिस्टेक भएको होला, मिस्टेक भएको भए माफ गरिदिनु होला भन्नु होला। यति भन्दै बिदा हुन चाहन्छु। बाइ बाइ।